सबैलाई नमस्कार। आज म कहाँ छु भनेपछि तपाईँको राजा बिटमा छु म। किन राजा बिटमा छु भनेपछि आज नेपाल प्रहरीले राजा बिटको नेपाल प्रहरीले चाहिँ धेरै राम्रो काम गर्नुभएको छ। यहाँ एउटा वृद्ध बुवालाई देख्न सक्नुहुन्छ हजुरहरूले। उहाँ बुवा चाहिँ 2 दिनदेखि बेपत्ता हुनुहुँदो रहेछ। प्रहरीमा खबर आइसकेपछि राजा बिटले चाहिँ उहाँको आफन्तलाई श्रीमतीलाई चाहिँ उहाँहरूले बुझाइसक्नु भएको छ। हजुरले हेर्न सक्नुहुन्छ हाम्रो राजा बिटको इन्चार्ज हुनुहुन्छ उहाँ चाहिँ जोगीलाल परियार। उहाँ चाहिँ एउटा बुवा हुनुहुँदो रहेछ। उहाँको घर चाहिँ नेपालगञ्ज रहेछ। अनि यहाँ माई गाउँमा त्यो खोलाको एउटा नालो छ, त्यो नालामा परिरहनु भएको रहेछ। अनि त्यहाँको जनताहरूले मलाई चाहिँ फोन गर्नुभयो। फोन गरिसकेपछि आइदिनु पऱ्यो सर भनेर भन्नुभयो। अनि त्यसपछि हामी गएपछि हामीले उद्धार गरेर ल्याएपछि उहाँको चाहिँ आफ्नै श्रीमतीलाई हामीले चाहिँ बुझाइदिनु लाग्यो। ल